तपाईँलाई धेरै धेरै धन्यवाद। सर्वप्रथम सबैजनालाई म नमस्कार भन्न चाहन्छु। तमु समाज युएद्वारा आयोजना गरेको यो देउसी भैलो कार्यक्रम तथा ढिलै भयो भने विजय दशमी तथा दीपावलीको अवसरमा शुभकामना आदान प्रदान गर्ने हेतुले राखिएको यो कार्यक्रम हो। हामी विदेशमा आफ्नो बाध्यता होइन, आफ्नो आफ्नै बाध्यता हुन्छन्। त्यसको बावजुद पनि हामी यसरी यसमा आएको छौँ है। त्यसले गर्दाखेरि हाम्रो यो नेपालीहरूको महान चाड दसैँ तथा दीपावली तिहारको उसमा चाहिँ विदेशमा भएर पनि एउटा जमघट गरेर शुभकामना आदान प्रदान र केही रमाइलो गरौँ भन्ने हिसाबले चाहिँ हामीले चाहिँ यो आजको कार्यक्रम आयोजना गरेको। अब हामी परदेशमा रहेर पनि आफ्नो कल्चरलाई अगाडि बढाइराख्नलाई चाहिँ यहाँहरूले आगामी कदम चाहिँ के चाल्ने प्रयास गर्नुभएको छ? के छ हजुरहरूको भावी योजना? सबैजना यहाँ कामै गर्न आएको हो होइन। सबैभन्दा पहिलो कुरा त आफ्नो कामलाई नै प्राथमिकता दिनुपर्छ र त्यो बचेको समयमा नै हामी समाजसेवा गर्ने हो। र यो ठाउँमा जहाँ हामी छौँ यो ठाउँमा चाहिँ तपाईँले भने जस्तो हिसाबले चाहिँ अलिकति गर्न सकिन्न होला, किनभने हामी चाहिँ अब यहाँ चाहिँ भनौँ न यो देशको रुल रेगुलेसन अनुसार चल्नुपर्छ। अब फ्याक्ट कुरा गर्नु पर्दाखेरि हामी दर्ता भएको संस्था पनि होइन। त्यसले गर्दाखेरि त्यो हिसाबमा हामी जान पनि सक्दैनौँ। तर एउटा कुरा के छ भने लोसार मार्फत होस् यता हाम्रो गुरुङ आफ्नो कल्चर अनुसारको जति पनि चाडहरू आउँछ त्यो हिसाबमा चाहिँ हामीले चाहिँ एउटा आफ्नो गुरुङपना देखाएर चाहिँ हामी अगाडि बढ्नुपर्छ जस्तो मलाई लाग्छ। आजको कार्यक्रममा सबैले साथ भनौँ आफ्नो आफ्नो ठाउँबाट साथ दिनुभयो भाइ बहिनीहरूले होइन। त्यसले गर्दाखेरि आज यति रूपमा चाहिँ भव्य र सभ्य रूपमा चाहिँ सम्पन्न हुन भइरहेछ र एकदमै रमाइलो भइरहेछ। र एउटा कुरा मैले अन्तमा के भन्न चाहन्छु भने तमु समाज युएद्वारा चाहिँ जनवरी 4, 2026 आइतबारको दिनमा हामी बर्दुबाईको एकै रेस्टुरेन्टमा चाहिँ लोसार के अरे कार्यक्रम मनाउन गइरहेका छौँ। त्यसमा युएमा हुनुभएको सम्पूर्ण नेपालीहरू इभन तमुहरू मात्र नभइकन तमुहरू पनि आइदिनु हुनको लागि म यहीँबाट म चाहिँ हार्दिक अनुरोध गर्दछु।